भन्छ नि मान्छेहरूले ए रङ लगाउन त म पनि लगाइरहेको छु नि किन गाह्रो हुन्छ रङ लगाउन रोलर गुडाउने त हो भन्छ नि हो त्यसैको लागि हो भिडियो यतिको धुलो खान सक्ने भए चाहिँ काम म गर्छु तपाईँले ल काम गर्न सक्नुहुन्छ भन्छु कि म यस्तो हालत हुन्छ कसैले चिन्छ मान्छे को मान्छे भनेको चिन्दैन आफ्नो थोपडाधरि चिन्दैन यतिको धुलो खानुपर्छ त्यतिकै पेन्टर काम गर्न सजिलो छ रङ लगाउन सजिलो छ दिनको त 1500-1800 कमाउँछ यार ल महिनाको त 40,000 कमाउने रहेछ नि त रङमा त कति सजिलो रङ काम गर्न त भन्ने साथीहरू ल यस्तो हुन्छ गर्न सक्नुहुन्छ त यस्तो काम यतिको धुलो खान सक्नुहुन्छ तपाईँले गर्न सक्छ भन्नुहुन्छ है मजाले ल यतिको धुलो खान पर्ने हुन्छ यस्तो हुन्छ होला देख्नुभयो नि पेन्टरको काम कति पेन्टरको जिन्दगी कतिको दुःख लाग्दो छ कतिको धुलो खानुपर्छ भन्ने त होइन त्यो भोग्नेलाई र गर्नेलाई मात्रै थाहा छ क्या त्यो हावापारामा बोलिदिने यो काम त सजिलो छ म नि गर्न सक्छु यो के सिम्पल काम रोलर गुडाउने भन्नेको लागि के हो चाहिँ ल हेर्नु त यस्तो धुलो खानुपर्ने हुन्छ क्या यतिको गाह्रो छ पेन्टर बन्नलाई यतिको धुलो खानुपर्ने हुन्छ पेन्टर गरेर मात्रै जिन्दगी चल्छ भन्ने छैन जुन जुन लाइनमा आफूले ठिक लाग्छ कुन काम गर्दा आफूले सही लाग्छ आम्दानी कतिको आउँछ पैसा त यो लाइन मात्रै छ पेन्टर लाइन मात्रै छ भन्न खोजेको होइन कि पेन्टर काम गर्दा यतिको दुःख खेपिन्छ यतिको दुःख खाइन्छ कयौँ पटक अब साउको गाली पनि खाइन्छ होइन अब टाइलवालाले काम बिगारेर जान्छ बत्तीवालाले पुऱ्याइदिन्छ प्लम्बरवालाले पुऱ्याइदिन्छ लास्टमा गाली खानुपर्ने कसले पेन्टरवालाले यो घरदेखि सम्पूर्ण फुल फाइनल गरेर निस्किनुपर्ने कसले पेन्टरले त्यही भएर पेन्टरलाई फोरी काम यो दूर गर्ने काम नगरौँ होइन सकेसम्म रेस्पेक्ट गरौँ सक्दैन त कसैले अपमान पनि नगरौँ भन्ने सन्देश है मेरो तर्फबाट सबैको लागि त्यही हो गाइस है अहिले मेसिन हान्दैछु मेसिन हानेको पनि म देखाउँछु कसरी हान्छ कसरी हान्दो रहेछ मेसिन भनेर पेन्टर साथीलाई त देखाउनु परेन पेन्टर साथीले लाग्न सक्छ कि देख्नेहरूलाई खासिएन के देखाएर भन्ने हुन्छ तर मेरो काम म देखाउँछु कसैले हस्तक्षेप गर्न पाउने छैन होइन मेसिन कसरी हान्छ के छ भन्ने कुरा सबै पेन्टरलाई थाहा छँदैछ तै पनि आफ्नो काम देखाउँ अनुभव भन्ने एउटा मेरो यो एउटा सानो भिडियो हो हेरेर सबैले माया गरिदिनु होला होइन मेरो युट्युब च्यानल थाहा छँदैछ तपाईँहरूलाई सब्सक्राइब पनि गरिदिनु होला देख्नुभयो नि 1500 कमाउन कति गाह्रो छ 1800 कमाउन कति गाह्रो छ भन्ने कुरा थाहा पाउनुभयो होला होइन मेरो अवस्था र हालत देखेर यस्तो छ क्या मेरो काम मेरो मर्जी म जे छु म ठिक छु जस्तो काम गरेँ म खुसी छु आफ्नो पेट पालिरहेको छु ज्यान पालिरहेको छु त्यही नै हो ठुलो कुरा कसैले केही पनि गर्दैन जतिसुकै लाखौँ अरबौँ करोडौँ पैसा भए पनि होइन यो आफूले गरेको काममा सन्तुष्टि हुनु पऱ्यो होइन भित्री आत्मादेखि सन्तुष्टि हुनु पऱ्यो सन्तुष्टि भयो भने जस्तोसुकै काम पनि गर्न सकिन्छ काम गर्न सकिँदैन भन्ने होइन हुन त मैले यो काम गर्न सक्दैन है म बाहेक अरूले भनेको होइन नि फेरि भन्न खोजेको होइन मैले चाहिँ धुलो मजाले खाइयो आज देख्नुभयो नि साक्षी हान्दाखेरि कसरी हान्नुपर्दो रहेछ भनेर होइन साक्षी के अरे मेसिन हान्दै धुलो कतिको आउँदो रहेछ भनेर देखिहाल्नुभयो अब हामी घर मेसिन लगाएर ल्याएर छौँ होइन आजलाई सक्यो आजलाई धुलो खाएर पुग्यो फेरि भोलि खानुपर्ने हुन्छ धुलो होइन तँसँग धुलो खाइएको छ आज होइन भात खानै पर्दैन पेट भरिसक्यो धुलो खाएर यस्तो हुन्छ पेन्टरको जिन्दगी के गर्नु पर्यो के गर्नुपर्छ यो पेट पाल्नुपर्ने हुन्छ परिवार पाल्नु पर्ने हुन्छ त्यही भएर त्यस्तो धुलो खानु परेको हुन्छ यहाँ है गाइस के गर्नु गाह्रो छ है त पेन्टर काम गर्दा धुलो यतिको खाइन्छ यतिको दुःख चाहिँ खेप्नुपर्छ भनेर देखाउनुको लागि मात्रै होइन यो भिडियो बनाएको अरू त त्यही हो सबैलाई थाहा छ आफ्नो जिन्दगी आफू भोगाइ हो होइन त्यही हो गाइस ल अब म चाहिँ अब मेसिन हाल्दैछु ल है त